हेलो सेवारो अनि नमस्ते 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 नमस्कार छ सम्पूर्ण साथीहरूलाई र गुड मर्निङ। आजको यस हाम्रो ह्याप्पी सन्डे आइतबारको बिहानको बसाइमा तपाईँहरू सम्पूर्ण मित्रहरूलाई सर्वप्रथम त सेवारो नमस्ते लासो फेफुल्ला झोरले सेवारो सेवारो भन्न चाहन्छु। र आउनुहोस् साथीहरू, आजको बसाइमा तपाईँहरू सम्पूर्णलाई फेरि पनि म सर्ट एन्ड स्विट छोटो मिठो रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु। र यस हाम्रो रिभ्यू भिडियोलाई तपाईँहरू सम्पूर्णले लाइक सेयर सब्सक्राइब र माया गरिदिनु हुने नै छ भन्ने आशाका साथ म हरेक दिन रिभ्यू भिडियो लिएर उपस्थित हुने नै भइरहेछु। र आजको यस हाम्रो रिभ्यू भिडियो छ भुन्टी सिरियलको भाग 321 को रिभ्यू भिडियो छोटो मिठो बनाउनु गइरहेछु। र यस हाम्रो भुन्टी सिरियलको ओरिजिनल लिङ्क चाहिँ हाम्रो सुकमाया टिभीबाट आउने गर्दछ र सुकमाया टिभीले पनि माया गरिदिनु हुने नै छ भन्ने आशा छ। र साथमा अब म यस हाम्रो सर्ट एन्ड स्विट रिभ्यू भिडियो चाहिँ म प्रस्तुत गर्नु गइरहेको छु। तपाईँहरूले सुनेर साथ सपोर्ट दिनु होला है त। र जति पनि मित्रहरूले साथ सपोर्ट दिइराख्नु भएको छ तपाईँहरूलाई मोस्टली थ्याङ्क यू धन्यवाद दिन चाहन्छु। र धन्यवादको साथै अब म प्रस्तुत गर्नु गइरहेको छु आजको यस हाम्रो छोटो मिठो रिभ्यू भिडियो। भूपेन्द्रको गाउँको घरमा एकजना वकिल पुगिसकेको छ, किनकि भूपेन्द्रको नाममा रहेको जग्गा र सम्पत्ति जति पनि सहरतिरको सम्पत्तिहरू थियो त्यस कागजातहरू सबै क्लियर भएको देखिन्छ भन्दै वकिल साहब अब गाउँमा भएको घर जग्गा र सम्पत्तिको पनि छानबिन गर्नु र के कति भूपेन्द्र थापाको नाममा सम्पत्ति छ र के कति भागमा पर्छ भनेर चेक जाँच गर्नुका लागि वकिल साहब गाउँको घरमा पनि पुगिसकेका छन्। र गाउँको घरमा वकिल पुगिसकेपछि गाउँ घरमा भूपेन्द्रको बुवा मात्रै एक्लै रहेको छ। र भूपेन्द्रको बुवालाई वकिल साहबले सोधेको हुन्छ, यो भुन्टी थापाको घर हजुर भनेर सोद्धा भूपेन्द्र थापाको बुवाले भन्छन्, हजुर भुन्टी थापाकै घर हो हजुर भन्दै वकिल साहबले भनेको हुन्छ। र भुन्टीको ससुरा बुवाले वकिल साहबले सोध्छन्, हजुर कहाँबाट हुनुहुन्छ, के को लागि आउनुभयो भन्दै भुन्टीको ससुरा बुवाले वकिल साहबले सोद्धा वकिल साहबले भनेको हुन्छन्, अब सहरको भूपेन्द्रको नाममा रहेको सम्पत्ति सहरको जग्गाहरू चाहिँ छानबिन गरिसक्यौँ, अब गाउँमा के कति छ यो अलिकति सरकारी जलचलानमा अलिकति समस्या देखिएको छ, त्यसैले म यस हाम्रो सम्पत्ति विवरणमाथि छानबिन गर्नुको लागि आएको हुँ भन्दै वकिल साहबले भुन्टीको बुवालाई भन्छन्। र त्यति कुरा सुनिसकेपछि भुन्टीको ससुरा बुवा आत्तिएर, अब मलाई एकैछिन टाइम दिनुहोस् है वकिल साहब, म यतिको उमेर भइसक्यो, यो मुद्दा मामलाको बारेमा मलाई केही पनि थाहा छैन, कुनै पनि आपत्ति आएको थिएन, तर अचानक भुन्टी बुहारीले मलाई यस्तोसम्म बनाइदियो भन्दै आफ्नो वकिल साहबसँग दुःख बिसाउँदै वकिल साहबसँग केही समयसम्मको लागि समय माग्दै आफ्नो भीम छोरा र बालकुमारी श्रीमतीलाई फोन गर्नेतिर लाग्यो। र आफ्नो छोरा भीम कान्छो छोराले फोन गरेर भनिन्, तिमीहरू कता छौ, के गर्दैछौ, उता भुन्टी बुहारीले हामी माथि लगाएको सम्पत्ति मुद्दा फिर्ता गर्यो भनेर आफ्नो छोरा भीमलाई सोधिरहेका हुन्छन्। तर भीमले जवाब दिएको हुन्छन्, छैन बुवा छैन, यतिका दिन हामीले यहाँ जङ्गलमा लगेर रुखमा बाँधेर कुटपिट गरेर तनाव दिँदा पनि कुनै पनि हालतमा भुन्टीले यस हाम्रो सम्पत्तिमाथि मुद्दा हालेको फिर्ता गर्नु सक्दैन भन्दै, कुनै पनि हालतमा फिर्ता हुँदैन भन्दै सम्धि र सम्धिनाले भनिराखेका छन् भन्दै आफ्नो भीम छोरालाई भनिरहेका देखिन्छ। र भीम छोरासँग कुरा गर्दा गर्दै आफ्नो आमा बालकुमारीले फेरि आफ्नो छोराको कानबाट फोन खोसाएर कुरा गर्छिन्, होइन बुढा होइन,
यसरी हुँदैन, म जसरी भए पनि यो सम्धिनी यो हरूलाई म कुटपिट गरेर या तनाव दिएर भए तापनि भुन्टीमाले गरेको सम्पत्तिमाथिको मुद्दा म फिर्ता गरेरै छाड्छु भन्दै बालकुमारीले आफ्नो पोइबुढाले भनेका हुन्छन्। तर बालकुमारीको पोइबुढाले भन्छ छोड हाम्रो सम्धिनीहरूले केही पनि नगर, तिमीहरू बरु चाँडोभन्दा चाँडो घरमा आऊ, किनकि सरकारी अदालतबाट वकिल हाम्रो घरमा सम्पत्ति छानबिन गर्नुको लागि आइसकेको छ। तिमीहरूले त्यहाँ त्यसरी भुन्टीको आमा बुवालाई केही पनि नभन, बरु तिमीहरू चाँडोभन्दा चाँडो आफ्नो घरतिर फर्क भन्दै आफ्नो भीम छोरा र श्रीमती बालकुमारीलाई भूपेन्द्रको बुवाले भनिरहेका देखिन्छ। र अझै पनि बालकुमारीले भन्छन्, आफ्नो बल र रिस नै देखाउँछन्, किनकि तिमीहरूको दिमाग छैन, किनभने बल र दिमाग मात्रै लगाउँछौ। अब त्यो कुरा छोडिदेऊ, तिमीहरू चाँडोभन्दा चाँडो घर फर्क, म एक्लै छु यहाँ, गाईबस्तु घाँस दाउरा गर्नुपर्छ भन्दै आफ्नो छोरा भीम र आफ्नो श्रीमती बालकुमारीलाई भनिरहेका छन् हाम्रो भूपेन्द्रको बुवाले। तर बालकुमारीको भन्छन्, एकदम जिद्दी गरिरहेका हुन्छन्, होइन बुढा होइन, त्यहाँ सम्पत्ति चेक गर्नुको लागि को आएको छ, त्यस मान्छेलाई घर पठाऊ, किनकि म यस हाम्रो सम्धिनीहरूलाई कुटपिट गरेर या हरेक गरेर भए तापनि उनीहरूको छोरी भुन्टीलाई मुद्दा फिर्ता गर्न लगाउँछु भन्दै जमरको कसेर जङ्गलमा बसिरहेका हुन्छन्। तर भुन्टीको बुवा र आमा मम्मीले भन्छन्, हाम्रो छोरीले पाउने अधिकार पाउनुपर्छ, किनकि यतिन्जेल हाम्रो छोरीले दुःख गरेका छन्, त्यो घरमा पसिना बगाएको छन्, किनकि जसरी भए पनि हाम्रो भुन्टीले पाउने अधिकार पाउनु नै पर्छ र हामीले कुनै पनि हालतमा र कुनै पनि यस हाम्रो छोरीले लगाएको मुद्दा हामी फिर्ता गर्नु लाउने छैनौँ भन्दै कराइराखेका हुन्छन्। र त्यस पछाडि हाम्रो भुन्टीको सासू बालकुमारीले भन्छन्, तिमीहरूलाई म जबसम्म मुद्दा फिर्ता गर्न लाउँदैनौ तबसम्म म यसरी नै जङ्गलमा तडपाएर राख्नेछु भन्दै भुन्टीको आमा र बुवा र भुन्टीको दिदीलाई थर्काइराखेका हुन्छन्। र त्यस पछाडि भुन्टीको बुवाले भन्छन्, अब यताबाट हुनेवाला छैन कुनै पनि अवसरमा, अब भनेपछि म आफ्नो प्यारी भुन्टी बुहारीलाई नै फोन लाउँछु भन्दै आफ्नो फेरि पनि वकिल साहबसँग छोटो समय मागेर आफ्नो प्यारी भुन्टीलाई बुहारीले फोन गर्नुको लागि तयार भएका हुन्छन्। तर फोन गरेको बेला आफ्नो बुहारीको फोनमा चाहिँ कुनै पनि हालतमा घन्टी लाग्दैन र फोन नलागिसकेपछि अब आफ्नो बुहारीको फोन नलागेपछि आफ्नो ज्वाइँलाई फोन गर्नेतिर लाग्छन्। तर त्यतिखेरै आफ्नो ज्वाइँ टोकोले चाहिँ भारी बोकेर रोडको किनारमा हिँडिराखेका हुन्छन् र हिँड्दै भए तापनि 2-3 घन्टी बजिसकेपछि हाम्रो टोकोले भारी बिसाएर भए पनि आफ्नो ससुरा बुवासँग फोनमा कुरा गर्न लाग्छन्। र भुन्टीको ससुराले भन्छन्, होइन ज्वाइँ, यो के पो सुन्दैछु, भुन्टी बुहारीले त हामी माथि मुद्दा लगाइरहेको भनेर वकिल साहब यहाँ आएको छ, किनकि भुन्टीले हामीलाई बर्बाद पार्यो जय साहब भन्दै टोकोलेलाई फोन गरेर सुनाउँदै रहेका हुन्छन्। तर टोकोले पनि अब चाहिँ धेरै नै अब अगाडि बढिसकेछ, किनकि कुनै पनि हालतमा आफ्नो बहिनीले पाउने अधिकारबारे पाउनु नै पर्छ भनेर अहिले टोकोलेले पनि सोच्नु थालेका छन्। किनकि टोकोलेले आफ्नो ससुरा बुवाले भनेका हुन्छन्, जबसम्म मेरी भुन्टी बहिनीले यस भूपेन्द्रमाथि भएको नाममा रहेको अंश पाउँदैन तबसम्म हाम्रो बहिनीले कुनै पनि मुद्दा फिर्ता गर्ने छैन भन्दै आफ्नो ससुरा बुवालाई थर्काइरहेको देखिन्छ। र टोकोलेले आफ्नो ससुरा बुवालाई भनेपछि ससुरा बाउ एकदम छक्क परेर सुनिरहेका हुन्छन्। तर ससुरा बुवाले फेरि पनि आफ्नो ज्वाइँलाई भनिरहेका हुन्छन्, होइन ज्वाइँ साहब, पहिले त भूपेन्द्रले बुहारीलाई डिभोर्स दिन्छु भन्दा त केही सम्पत्ति चाहिँदैन भनिरहेको थियो, अहिले त फेरि अचानक बुहारीको कसरी मन बदलेछ, अहिले त मुद्दा हालेको रहेछ, अब सबै सम्पत्ति छानबिन हुँदैछ, हाम्रो सम्पत्ति आदि त भुन्टीले पो लगेर जाने भएछ भन्दै आफ्नो ज्वाइँलाई कुरा सुनाइरहेका हुन्छन्। अब लाउ न भुन्टीले मुद्दा फिर्ता गर्नु लगाउनुहोस् भन्दै आफ्नो टोकोले ज्वाइँले भनिराखेका हुन्छन्।
तर टोकोलेले पनि अहिले चाहिँ अलिक जान्ने बुझ्ने भइसकेको छ, किनकि त्यसैले आफ्नो ससुरा बुवाले भन्छन् यो कुनै पनि हालतमा मुद्दा फिर्ता हुन सक्दैन ससुरा बाउ, मेरो बहिनी भुन्टीले भूपेन्द्रको सम्पत्ति आदि जसरी पनि पाउनु नै पर्छ, किनकि यस हाम्रो यतिन्जेल दुःख गरेको पसिना र दुःख कष्ट गरेको सबै आफ्नो हक लाग्नेसम्म पाउनु नै पर्छ भन्दै टोकोलेले आफ्नो ससुरासँग भनिराखेका हुन्छन्। र भनिसकेपछि अब ससुरा बुवाले पनि केही गर्नु नसकेपछि ससुरा बुवाले भन्छन् अब केही पनि हुन सक्दैन, आफ्नो छोरा भीम र आफ्नो श्रीमती बालकुमारीलाई तिमीहरू त्यहाँ भुन्टीको बुवा आमालाई कुनै पनि हालतमा तनाव र कष्ट नदेऊ, तिमीहरू चाँडोभन्दा चाँडो घर फर्क्यो भन्दै आफ्नो छोरा भीम र आफ्नो श्रीमती बालकुमारीलाई आफ्नै घरतिर फर्किनुका लागि भूपेन्द्रको बुवाले बोलाइरहेको देखिन्छ। र भूपेन्द्रको आमाले भने जसरी भए पनि सम्धि र सम्धिनालाई कुटपिट गरेर हुन्छ या थर्काएर हुन्छ आफ्नो उनीहरूको छोरीलाई मुद्दा फिर्ता गर्नु लाएरै छोड्छु भन्दै कसिराखेकी हुन्छन्। तर कुनै पनि हालतमा भुन्टीको आमा बुवाले मान्नेवाला छैन। त्यसैले अब भुन्टीले जसरी पनि भूपेन्द्रमा थापाको नाममा रहेको आधा सम्पत्ति भुन्टीले पाउने नै छ भन्दै यस हाम्रो आजको रिभ्यू भिडियो के कस्तो लाग्यो, यस हाम्रो रिभ्यू भिडियोलाई मन पर्यो भने तपाईँले लाइक शेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिन सक्नुहुनेछ। र आजको यस हाम्रो रिभ्यू भिडियो चाहिँ म यतिमै अन्त्य गर्न चाहन्छु भन्दै तपाईँहरू सम्पूर्ण मित्रलाई वन्स अगेन थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद भन्दै सम्पूर्ण मित्रलाई माया नै माया छ। यस हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिन सक्नुहुनेछ भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त नमस्ते सेवारो, बाई बाई एभ्रिवान, बाई बाई।